हेलो गाइज गुड मर्निङ। एकछिन यो नानीले भनेको कुरालाई चाहिँ ध्यान दिएर सुनिदिनु होला है त। कुनै पनि दल पात कसैको बाउले बनाएको देश होइन, यो राजाले बनाएको देश हो। श्री 5 बडा महाराजा धीराज पृथ्वीनारायण शालिग्रामको देश हो यो। त्यसपछि आधुनिकीकरण गरेर श्री 5 महेन्द्रले बनाइराखेको आजीवनकालीन नेपाल हो यो। त्यसैले आजैबाट यो दल जति पनि बात छ, हाम्रो स्कुलमा पनि सानैबाट के हुन्छ भन्दा हाम्रो सोसियलमा स्पेशली के हुन्छ भन्दा माओवाद